देवी देवताहरूको थुप्रै कथाहरू छन्। यस्ता कथाहरू पनि छन् जो कल्पनाभन्दा पर भावुक र आत्मनिर्भर पनि छन्। यो यस्तै एउटा कहानी हो, देवी सती र शिवको। यो त्यो दिनको कथा हो जुन दिन भगवान ब्रह्माले पृथ्वीलाई आबाद गर्नका लागि आफ्ना पुत्र दक्षलाई जन्म दिए। त्यसपछि दक्षले सार्वभौमिक माता अघि पराशक्तिको प्रार्थना गरे र उनलाई आफ्नो सन्तानको रूपमा जन्म लिनको लागि अनुरोध गरे। यस प्रकार माता पराशक्तिले दक्षको घरमा सतीको रूपमा अवतार लिइन्। दक्षको छोरीको रूपमा उनलाई दक्षायनीको रूपमा पनि जानिन्छ। दक्षद्वारा देवीलाई मानव जन्म लिनका निम्ति ब्रह्माको यही योजना थियो कि सती शिवको विनम्र भक्ति गरेर उनलाई प्रसन्न पारुन् र शिवसँग बिहे नै गरून्। सती बिस्तारै शिवको भक्त बन्दै गए। भगवान शिवको मन जित्नको लागि सतीले आफ्नो पिताको महलको विलासिता नै त्याग गरे र तप गर्नका लागि एउटा जङ्गलमा लागे। त्यहाँ पुगेर उनले शिवको तपस्या र आराधना गर्न थाले। सतीदेवीको तपस्या यति कठोर थियो कि उनले बिस्तारै बिस्तारै भोजन त्याग गर्दै गए र एक दिनमा एउटा बेलपत्र सेवन गरेर दिन बिताउन थाले। पछि गएर उनले बेलपत्र समेत खान छोडिन्। अन्त्यमा उनको तपस्याले फल दिछोड्यो। शिव भगवान सतीदेवीको